यसरी साग रेडी गराउने। साग रेडी गरिसकेपछि यसमा तेल धेरै हाल्नुपर्ने हुन्छ र तेल तातिसकेपछि मैले मेथीको दाना फुराएँ। यो दाना कालो कालो भइसकेपछि मैले खुर्सानी हालेर खुर्सानीलाई पनि कालो हालेँ। कालो बनाउने किसिमले भोटे र यसमा प्याजहरू लसुनहरू केही पनि हाल्नु पर्दैन। यतिको कालो कालो भइसकेपछि मैले साग हालेँ। यसलाई मैले राम्रोसँग चलाएँ। यसरी राम्रोसँग चलाइसकेपछि मैले नुन हालेँ अनि यसमा टिमुरको धुलो भएपछि हाल्दा मिठो हुन्छ यो साग। टिमुरको धुलो हालेँ अनि मिक्स मसला हालेँ। यति मसला भए यसलाई पुग्छ। अब यसलाई राम्रोसँग चलाउने। यसरी चलाइसकेपछि यसलाई छोप्ने अनि केही बेरसम्म पाक्न दिने अनि यसबाट पानी झरेको हुन्छ र यसलाई यो पानी झरिसकेपछि यसलाई नछोपेर यो पानी सुक्न दिने, यतिकै पाक्न दिने र यो यसरी पाकिसकेको छ। यसरी पकाउँदा मिठो हुन्छ यो साग। मैले यसरी पकाएर ट्राई गरेँ, मिठो भएको थियो। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला।